अय्या पेट दुख्यो भन्नु अघि यो भिडियो हेर्नुस्। कतै तपाई खाना नचपाई निल्ने गल्ती त गर्दै हुनुहुन्न? के तपाईको पेट पनि सधैँ फुलिरहन्छ? कडा ग्यास्ट्रिकले सताउँछ, अमिलो पानी आउँछ र जति ओखती खाए पनि निको हुँदैन अनि तपाई डाक्टर कहाँ धाएर हैरान हुनुहुन्छ? रोकिनुहोस्। ओखती खानु अघि एकपटक सोच्नुहोस् त, के तपाईले खाना खान बस्दा एक गाँसलाई कम्तीमा 32 चोटि चपाएर खाने गर्नु भएको छ? हाम्रो शास्त्र र आधुनिक विज्ञानले यसलाई किन यति धेरै महत्त्व दिएको छ? सुन्नुहोस्। हाम्रो पेटमा दाँत हुँदैन। जब हामी खानालाई नचपाई हतार हतार निल्छौँ तब पेटभित्र रहेको हाइड्रोक्लोरिक एसिड र पाचन एन्जाइमहरूलाई त्यो कडा खाना पचाउन कयौं गुणा बढी मेहनत गर्नुपर्छ, जसले गर्दा पेट सुन्निने र ग्यास्ट्रिक हुने गर्छ। तर जब हामी खानालाई 32 चोटि मजाले चपाउँछौँ तब हाम्रो मुखको र्याल अर्थात् थुक खानासँग मजाले मिसिन्छ। यो र्याल क्षारीय अर्थात् एल्कलाइन प्रकृतिको हुन्छ, जसले पेटको एसिडलाई तुरुन्तै शान्त पार्छ। चपाइएको खाना पेटमा पुग्ने बित्तिकै पानी जस्तै सजिलै पच्छ र शरीरले खानाका सबै पोषण सोच्न पाउँछ, जसले गर्दा मोटोपन र सुगर पनि नियन्त्रण हुन्छ। त्यसैले आजैदेखि खानालाई औषधि जस्तै चपाएर खाने नियम बनाऊ। यो उपयोगी जानकारी आफ्ना हतार हतार खाने साथीहरूलाई तुरुन्तै सेयर गरिहाल्नुहोस् र यस्तै कडा हेल्थ टिप्सका लागि चौतारी फोके पेजलाई फलो गर्न नबिर्सनुहोला।